लो गाइज आजबाट हामी एउटा नयाँ एसएमपीमा खेल्न गइरहेका छौँ। त पहिलाको एसएमपीमा म गएको थिएँ भाइहरूको एसएमपीमा। त एसएमपी भाइहरूले के गरे नै थाहा छैन। त्यो एसएमपी नै के भयो अबदेखि हामी उयो एसएमपीमा खेल्छौँ। उयो एसएमपीमा चाहिँ म मेरा साथीहरू खेल्छौँ 3-4 जना। अहिले चाहिँ कोही पनि छैनन्। सुरुमा चाहिँ म मात्रै छु। अब हेरौँ स्पोनमै भिलेज रहेछ ब्ल्याक स्टोनमा गएर हेरौँ के भेटिँदो रहेछ यसको घर सुरुमै। यसकोमा 5वटा आइरन नाइस यार। 5वटा आइरन, 3टा ब्रेड, 3टा एप्पल। ठिक छ। यसरी नै म सब ब्ल्याक स्मिथ लुट्छु पहिला। अर्को ब्ल्याक स्मिथ के हो यार 16वटा आइरन भयो त। मतलब त्यहाँ कतिवटा रहेछ 11वटा आइरन रहेछ उयो ब्ल्याक स्मिथमा। यसमा चाहिँ 2टा बुटहरू रहेछ। अर्को ब्ल्याक स्मिथमा चाहिँ एउटा चेस्टप्लेट 2टा चेस्टप्लेट भयो यार। 6वटा ब्रेड, 2टा एउटा हर्स आर्मर। हर्स आर्मर एउटा हर्स पेट बनाउँछु म। पहिला सुरुमा यो हेभेल माइन गरेर फुडहरू बनाउनु पर्यो। यस्तो यो दामी क्यामेरा छ। यो भिलेज लास्ट ठुलो छ यार। 5वटा जति ब्ल्याक स्मिथ हो कि क्या हो। उता माथिदेखि थियो तलतिर नि हो जस्तो लाग्यो ब्ल्याक स्मिथ। यो सिट त दामी रहेछ। तपाईँहरूलाई नि उयो सिट चाहिन्छ भने कमेन्ट गर्नु होला। म नेक्स्ट भिडियोमा उयो वर्ल्डको सिट हालिदिन्छु। यसमा त एउटा पोर्टल बनाउने अप्सन हो कि क्या हो। 11वटा अप्सन चेस्टप्लेट 3टा हो यार चेस्टप्लेट त मसँग। सुरुमा टुलहरू बनाउँ। अब टुल अनि एउटा आर्मरहरू बनाउँ। अनि यसो भिलेजको छानबिन गरौँ के रहेछ यो भिलेजमा भनेर। पहिलो चिज हामीले बनाउनुपर्छ भने एउटा सर्ड, पिक्याक्स, एक्स। यति भयो पुग्छ। यो केही पनि देखाउँदैन त देखा। सुरुमा एक्स चाहिन्छ, त्यसपछि पिक्याक्स। त एकछिन बनाउँ होला। सुरुमा यसो दायाँ बायाँ हेरौँ के हो। म चाहिँ यो भिलेजको साइडको उतापट्टि आइसकेको छु जङ्गलमा। रुखहरू काट्नु सबभन्दा इम्पोर्टेन्टै उसहरू हो कि। म सबलाई रुखहरू काटेर सब फास्ट गरेर देखाउँछु। मैले रुखहरू चाहिँ सब काटिसकेँ। सब भने मलाई पुग्ने जति चाहिँ मैले काटिसकेँ। अब यहाँनिर एउटा सानो केभ रहेछ। ल सुरु होते चाहिँ खतम हो गयो त के हुन्छ यो। ल माइनक्राफ्ट धेरै बसी खेलेपछि यस्तै हो। सब प्रब्लम हुने ठिकसँग चल्दैन के अब यो फुटाएरै जानुपर्ने हो। जब यति गर्नलाई नि पहिला चाहिँ मैले खतरा पार्करहरूको भिडियोहरू हाल्थेँ। मेरो अर्को च्यानल त छ। तिनीहरू भिडियो नि तपाईँहरूले हेर्न सक्नुहुन्छ। मेन इम्पोर्टेन्ट भनेर सुगर क्यान फार्म बनाउनुपर्छ यहाँ नि। त्यो पहिलाको जत्रै बनाउनुपर्छ। सुगर क्यान रोपिरहँ अहिलेदेखि नै। पछिलाई काम लाग्छ यिनीहरू सुगर क्यानहरू। रात पर्न लाग्यो सुरुमा सुत्न जाउँ। यसको घरको माथि हुनुपर्ने हो। लाइब्रेरीको घरको माथि बेड हुँदैन हो। मलाई त केमा सुत्छ त्यो लाइब्रेरी छिर्दैन त। म्याजिक टेक्नोलोजिया पहिला दिन पारौँ। अनि यसो माथितिरको पाहाडतिर गएर हेरौँ के रहेछ वरिपरि। प्लेन्स फार्ममा भिलेज छ यो चाहिँ। बेडै बोकेर जाऊँ न है काम लाग्छ कुनै बेला त। म चाहिँ यो पाहाडको माथि जान्छु अनि तपाईँहरूलाई देखाउँछु कस्तो देखिन्छ भ्यू।
वरिपरि नि सब प्लेन्स बायाँ मेरो वरिपरि जङ्गलको नामो निशानी के यसको त वरिपरि के हो यो त। तर ठिक छ पिलहरू बनाउनलाई सजिलो हुन्छ हामीलाई। अब फेरि भिलेज जाम अनि उतो पछाडि अब माइनिङ गर्न जानुपर्छ। भिलेजमा म चाहिँ भिलेज आइसकेँ। अब म चाहिँ माइनिङ